कुलमान घिसिङले बिजुली बत्ती सबै नागरिकहरूलाई फ्री गराउने, दुर्गा प्रसाईले सबै नेपालीहरूको लोन मिनाहा गराउने, निकोलस भुसालले 5 वर्षमा सबै नेपालीहरूलाई करोडपति बनाउने, अनि ऋषि धमलाकी श्रीमतीले चाहिँ सहकारी पीडितहरूलाई कारबाही गर्ने, यस्तै यस्तै छ। अब चर्चा गरौँ कुलमान घिसिङले फ्रीमा सबै नेपाली नागरिकहरूलाई बिजुली बत्ती उपलब्ध गराउने। फ्रीमा कुनै पनि चिज उपभोग गर्न पाउनुपर्छ भन्ने आशा बोक्नु भनेको मेरो त्यो क्षमता छैन, मैले तिर्न सक्दिनँ भनेको त्यो भनेको गरिबी, अभाव अनि गरिबी हटाउने किसिमको एजेन्डा चाहिँ छैन। हामी नेपालीहरूलाई फ्रीको चाहिएको छैन, हामी हरेक क्षेत्रमा लाग्ने शुल्क तिर्न चाहन्छौँ, कमाएर आर्जन गरेर। सित्तैमा चलाइरहनु पर्यो भने त गरिबको गरिबले मात्रै हो नि त, तिर्नै नसक्ने अवस्था भएर भनिसकेपछि नेपालीहरूको अवस्थालाई नउकास्ने, निशुल्क उपलब्ध गराउन पर्ने आवश्यकता के छ? पहिलो कुरो, मान्छे सक्षम हुन पर्यो, मान्छेले कमाउन सक्नु पर्यो। त्यसको लागि रोजगार चाहियो। रोजगार चाहिँ हरेक नेपाली नागरिकहरूलाई दिन सक्नु पर्यो। दिनको लागि मान्छे सक्षम हुनु पर्यो, दक्ष हुनु पर्यो, काम गर्न सक्ने अवस्थामा हुनु पर्यो, उसले सबै कुराहरू सिक्नु पर्यो। सिक्नको लागि उसलाई तालिम दिनु पर्यो, सिप सिकाउनु पर्यो, सबै कुराहरू आउँछन्। अनि सिप सिकिसकेपछि उसले काम गर्न सक्छ। त्यसको लागि उद्योग कल कारखाना खोल्न पर्यो, उत्पादनमूलक कार्यमा मान्छेलाई लगाउन पर्यो। यो सबै चाहिँ अति आवश्यक छ। त्यसो भइसकेपछि मान्छे त सक्षम हुन्छ आर्थिक रूपमा। आर्थिक रूपमा जब मान्छे सक्षम हुन्छ भने उसले आफूले तिर्नुपर्ने ठाउँको सबै क्षेत्रको, शिक्षाको, पानीको, बत्तीको अनि स्वास्थ्यको सबै बिल राम्रोसँग तिर्न सक्छ। सित्तैमा प्राप्त गर्नुपर्छ मैले भन्ने किसिमको अपेक्षा राखेर चल्दै गर्दा भनेको म गरिबको गरिब हुनुपर्छ। हरेक नागरिक धनी हुनुपर्छ र उसले आफूले उपभोग गरेको लाग्ने ठिक महसुल चाहिँ तिर्नुपर्छ। त्यो चाहिँ सही हो र यो सबै आवश्यक एजेन्डाहरू बोकेर हर्क साम्पाङको श्रम संस्कृति पार्टी मात्रै अगाडि छ। यो कुरो चाहिँ सबैले बुझ्न पर्यो।